ढुङ्गाले हान्यो आमा ओ फोहोर गयो रे भाइको हातमा पुस्दिनु न विवेक दादा आफैले बुझ्छ फेरि बुझ्न नि एकचोटि नाचिन् त विवेक भाइ हेलो नमस्ते अनि लास्ट साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि न्यू डेमा न्यू भ्लग ल्याउँदा फेरि पनि जोडिएको छ साथीहरू मलाई एकदम सन्चै छ हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशाका साथ फेरि पनि भिडियो लिएर आएको छु साथीहरू हिजो अस्ति चाहिँ भ्लग ल्याउन सकिनँ 2-4 दिन छोरा बिरामी भएको कारणले गर्दाखेरि आज चाहिँ भ्लग ल्याएको छु साथीहरू आशा छ हजुरहरूले हिजो अस्तिको जस्तै पहिलाको जस्तै माया पाउनेछ माया गर्नुहुनेछ भन्ने आशा लागेको छ साथीहरू यता चाहिँ हामी फेरि आज चाहिँ यता घर बाहिर यता बाबुलाई हावा खुवाउन लिएर आएको छु साथीहरू यता मेरो विवेक भाइ हुनुहुन्छ यता मेरो छोरा हुनुहुन्छ अबको भ्लग चाहिँ हेलो छोरा कहाँ जाने अरे हामी कहाँ जाने रे विवेक चाहिँ फेरि कहिले सिँगान हट्दैन अनि बाबु चाहिँ बिरामी भएर ज्वरो आएर कस्तो गाह्रो भएको थियो ज्वरो आउने रुगाखोकी लाग्ने मौसम परिवर्तन भएको जस्तो हुनसक्छ चप्पल लाउनु पर्दैन विवेकले चाहिँ सानो कहाँ जाने रे हामी बाहिर जाने भन्छ कुन देश जाने नेपाल जाने रे अच्छा फुल छ कहाँ बास्न चल्छ यहाँ फुल राम्रो गुलाबको काँडा भए पनि साथी राम्रो टाढाको साथी राम्रो सिन्धुपाल्चोकको टाढा भए पनि वाह आजभोलिको चाहिँ काठमाडौँको मौसम यस्तो छ पुरा धुम्म परेको छ कि साथीहरू घामको त अनुहारै हेर्न पाएको छैन आजको काठमाडौँको मौसम चाहिँ यस्तो रहेको छ साथीहरू पुरा अँध्यारो धुम्म परेको छ घाम लागेको छैन पुरा पानी पर्ला जस्तो भएको छ पानी पर्न पनि सकेको छैन पानी घाम लाग्न पनि पाएको छैन साथीहरू यस्तो छ हाम्रो हालत चाहिँ अल्ला गर्नु न म बिरामी भएको म बिरामी भयो नि म भन छोरा चाहिँ बिरामी भएर बल्ल निको भयो हिँड्ने आफै पनि हिँड्ने भन्छ त बिरामी भएर थल परिरहेको ओ फोहोर गयो रे भाइको हातमा पुस्दिनु न विवेक दादा आफैले बुझ्छ फेरि बुझ्न नि आफूले पुस्न पनि सक्छ आउँछ ब्राङ्गै लड्यो अनि विवेक नाच्देऊ न एकचोटि नाची बल्ल बल्ल भेट भएको छैन बल्ल बल्ल भेट भएको एकचोटि नाचिन् त विवेक भाइ म आउँदैछु नि त आऊ भनेर बोलाउँदैछ मेरो छोराले फेरि र मेरो छोरा चाहिँ ऊ बच्चाहरू देख्यो भने त पुरा खुसी हुने क्या बच्चाहरूसँग बोल्दा खेल्दा एउटा अघि एउटा बच्चा आएको फेरि बच्चासँगै पछाडि फर्केर जाने खासमा मैले यो चोली चाहिँ किन लाग्यो भन्दाखेरि साथीहरू सुनासो लाग्न सक्छ कस्तो अचम्म ठाउँमा बसेर पनि चोली लाउँदैछ भन्नु होला चिसो लाग्छ भनेर यो चाहिँ एकदम चिसो लाग्यो अनि त्यही भएर चिसो लाग्छ ढुङ्गाले हान्यो आमा सो साथीहरू हामी चाहिँ फर्केको छ किन भन्दाखेरि हाम्रो मेरो बुढो पनि यतै ड्युटी गर्नुहुन्छ नि त अनि त्यही भएर बाबा देखेपछि बाबासँग जम भन्ने छोराले अनि बाबालाई अनि रिसाएर घर लगाएर रात परिसक्यो भन्नुभयो अनि हामी चाहिँ घरमा फर्किँदैछु साथीहरू हो हामी कहाँ जानु स्कुलभित्र पिङ खेल्न जाने भन्छ साथी बच्चाहरू पनि फेरि के कहाँ छिर्न लाग्यो है स्कुलको गेटभित्र छिर्न लाग्यो सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ तपाईँ नजाने जाउँ अब हामी घर जाने के अर्को चाहिँ गेटमा